ए कहाँ डाइरेक्ट विराटनगर भैरवदेखि काठमाडौँ काठमाडौँबाट विराटनगर हो क्या अरे कस्तो उताकै भाषा बोल्न थाल्नु हो कि क्या कहाँ अनि काठमाडौँबाट विराटनगर हो क्या अरे आउने हुन् हामी है तर त्यो जहाँ ठाउँमा बस्यो त्यहाँको चाहिँ कम्युनिकेट भएर पछाडि कम्युनिकेसन भन्नु त्यस्तो त्यो आउँछ नि कतिवटा टोनहरू वर्डहरू के त होइन मलाई त आउँदैन मैले त्यत्तिकै डिस्क्राइब गरेको होइन धेरै बसेर उयो भयो भने त्यो एडप्ट हुन्छ क्या होइन तर टिका ल्याउ पर्छ आइरहेको धन्यवाद यस्तो उता परेको त सानो खालको किन लगाएको अनि हल्का ओ के अरे हल्का ठुलो भयो भने झन् कस्तो देखिन्छ होला के दे टिका नेपाली टिचर नेपाली पढाउने नेम होइन हौ अघि मैले यस्तो साडी लगाएको थिएँ अन्त स्टोनवाला टिकै भेटिनँ क्या तर लास्टमा चाहिँ भेटेँ होइन अन्त त्यो स्टोनवाला टिका नभेटेर चाहिँ मैले ब्ल्याक कलरको लगाएको क्या फटाहरू चुप चुप नबोल 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 चुप 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 नबोल 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 इक्जाम हुने भने पढ्नु इक्जाम हुनेहरू पढ्नु गए हाल है पढ्नुपर्छ पढ्नु चाहिँ पर्छ है आमामामा हाम्रो त लाइभ पनि आइसक्यो त हो हेलो एउटा गीत गाइदिनु न गिटारलाई गीत गाउनु लाउनु ला हो पापीहरू एउटा गीत गाइदिनु गाइदिनु यत्तिकै त मुखै लाग्दैन खै गिटार गिटार साउन्ड चेक लागेको छ हाम्रो साउन्ड चेक हुन्छ नि त अब आज त तपाईँ जानु भएन सर बेला त सबैतिर जान्थ्यो त के भनेको अरू बेला त सधैँ जान्थ्यो त साउन्ड चेकमा भनेको हौ यो अहिले बोलाएको छैन नि त्यो सिस्टम ट्युन गर्दैछ भर्खर सायद भोलि हुन्छ होला भोलि पनि हुन्छ अनि भोलि नै सो कि आज साउन्ड चेक भएर भोलि आज सिस्टम ट्युन हुन्छ अब 9 बजिसक्यो अब त हुँदैन होला अरू इन्स्ट्रुमेन्टहरूको आज सिस्टम ट्युन गर्ने भोलि इन्स्ट्रुमेन्ट साउन्ड चेक गर्ने अनि बेलुका सो कहिलेको ताङहरूको त के कुरा गर्नु हौ बुटल चितवनहरू त गएको छुइनँ सिजन पनि भनेपछि सकिगयो नि अब जानु पर्यो नि त समय निकालेर अरू त जानुपर्छ घुम्नुपर्छ चितवन गयो हजुर चितवन गयो चितवन गएको छुइनँ त्यो पोखराहरू जाँदा अन द वे पर्छ नि त्यो चितवन त्यति मात्र कहाँ गएको छु अब गाउँले हाम्रो गाउँले काट्नु गएको छ ए गाइज हो मैले अघि भिडियो हेरेको थिएँ गएँ है मैले त भिडियो त हेरेको छुइनँ मैले क्या धरानबाट आउँदाखेरि क्या त्यो म जहिले पनि त्यसरी गर्छु नि त त्यो घामको सधैँ अपोजिटतिर बस्छु क्या अब बेलुका ट्राभल गरिरहेको हुँदा त अब त्यो घामको उयो अनुसार पनि हुन्छ बिहान चाहिँ फेरि अपोजिट डिरेक्सनमा हुन्छ नि त मैले भनेको जस्ट अपोजिटमा म हिँड्ने टाइममा चाहिँ बेलुका सधैँ त्यस्तै हुन्छ क्या दिउँसोदेखि घाम बेलुका भएपछि त्यसरी हुन्छ नि त नि अनि बनाएछ गाउँलीले बिहान यस्तो निन्द्रामा हेरेर कस्तो हाँसेर उठेको नि आज त बिहान नै त मैले हेरेको थिएँ के भन्दैछौ हो खोइ के भन्दै पिर पनि छैन रुटिना पनि खोइ के भन्दै थियो गाउँटीले के अरे लाटिका गयो टेन्सन पनि के अरे उसलाई कत्रो उनीहरूलाई उयो अरे
हाम्रो राइनीलाई चाहिँ के अरे कतापट्टि बस्ने भनेर त्यही टेन्सन अरे क्या मलाई चाहिँ आइया भिसी गर्ने हो अरे ओ केटा हो खेदाउँथ्यो यो मान्छेलाई को हो यो भिसी गर्ने धन्यवाद ओ माई गड पानी खाएको त भुँडी नै टाइममा मलाई ग्यास्ट्रिक भएको थियो त चपाती पठाउनु अब के गर्छौ हेर न अब गौलीले त गिटार सिक्ने भयो गौलीले त साँच्चीकैको गीत गाउँछ अब गिटार पनि ल्याइसक्यो